पहिलो मलमास, यो सालको पहिलो मलमासका ज्येष्ठ अधिक शुक्ल पक्षको पद्मिनी नाम गरेकी एकादशीको व्रत। युधिष्ठिर महाराज भगवानसित सोध्नुहुन्छ, कृष्ण भगवानसित, उता नैमिक सारण्य क्षेत्रमा पनि सौनकादि गरेका 88,000 ऋषिमुनिहरू सुतजीसित सोध्नुहुन्छ र यहाँ हुनुहुन्छ युधिष्ठिरबाट सोध्नुहुन्छ भगवान श्रीकृष्णसित के सोध्नुहुन्छ त भन्दा मलिन कुलस्य मासस्य काला एकादशी भवे किम नाम कोविदी तस्या तथयस्व जनार्दन। हे जनार्दन, हे केशव, हे माधव, मलाई यदि भन्न मिल्छ भने अभिनय गरिराखेको कुरामा यसो आफू अलिक पर जानुपर्छ, अरू दुईजना कुरा गरिराखेको छ भने आफू पर जानुपर्छ, उसको कुरो सुनिदिनु हुन्न। यदि भन्न मिल्छ भने त सबैको अगाडि भनिहाल्छन्, भन्न मिलेन भने त्यो ठाउँमा भन्नु। त्यसैबाट युधिष्ठिर महाराजले पनि भगवान श्रीकृष्णसित त्यसै भन्नु, यदि मलाई यो कथा हजुरले भन्न मिल्छ भने, बताइदिन मिल्छ भने मलाई यो मलिन कुलस्य मासस्य शुक्ल पक्षको पद्मिनी नाम गरेको एकादशी छन् भन्नुभयो। नाम के हो भनेर सोध्नुभयो। पद्मिनी नै हो बाबु भन्नुभयो। राजा, हे महाराज, पद्मिनी एकादशी हुन्छ कृष्ण भगवान बताउनुहुन्छ। मलमासस्य पुण्य प्रौता नाम छ पद्मिनी, प्रत्येक 3 वर्षमा आउने यो एकादशी सकिन्छ भने त अब दिन त गइसक्यो, आज 11 दिन गइसक्यो। लसुन, प्याज, टमाटर, मिठो हुने चिज नखानु नै यो महिना व्रत बस्नुको लागि आइरहने चिज होइन यो। 3 वर्षमा एकचोटि आउँछ। भगवान भन्नुहुन्छ, सोपोषिता प्रयत्नम पद्मनाभ बपुरे नयेत। पद्मनाभ गरेकै नयेत, यो एकादशीलाई श्रवण गरेर खानुपर्छ रे, कानद्वारा। कानद्वारा खाने, मुखबाट होइन। एकादशीको व्रतहरू कानबाट खाने, मुखबाट होइन। कानले सुन्छ होइन, कानले सुनेपछि लगेर एउटा राख्ने अनि अरूलाई पनि सुनाउने, आफू पनि नजान्ने होइन, अरूलाई पनि सुनाउने। त्यति गऱ्यो भने नि पुण्य असाध्य प्राप्त हुन्छ। मलमासे म पुण्य कृतिता कल्मषात्। कल्मष भनेको तपाईँ हाम्रो भित्र हृदयमा भएका पापहरू, मनमा भएका पापहरू। यो पृथ्वी तलमा बस्ने मान्छेको पाप कसको नहोला, सबैको। आज पाप सबै नष्ट भयो भनेर हामी पूजा अर्चना यी आदि व्रत बस्छन्, फेरि भोलि पाप लाग्छ। त्यस्तो छ यो संसार। त्यसै कारणले पापले भरिएको यो शरीरलाई शुद्ध गर्नको लागि आजको एकादशीको व्रत बस्नु। पद्मिनी नाम गरेको कल्मषको, कल्मष भनेको त्यो भित्र भएका विकारहरू नाश हुन्छ। सुन हे युधिष्ठिर महाराज, भन्नुहुन्छ भगवान श्रीकृष्ण, मलमासे म पुण्य कृतिता कल्मषात् तस्या फलं कथयतु सत्तः चतुरानन भगवानको। नारद मुनि त जहाँ पनि हिँड्नुहुन्थ्यो, जहाँ पनि हिँड्ने बस्दैन बस्ने। एक ठाउँमा भन्ने बस्ने श्राप परेको छ कि यति महाराजको श्राप परेको छ। नारद मुनिलाई एक ठाउँमा बस्न नपरोस् भनेर श्राप परेको छ। त्यसै भएर उहाँ चाहिँ नि एक ठाउँमा बस्नु हुँदैन, एकैछिन बस्नुहुन्छ। कति देर? गाई दुनी समयसम्म। गाई दुनी समय, गाई पालेको छैन, कति बेर लाग्छ? गाई दुनी समयको भनेको 5 देखि 10 मिनट, त्यति मात्रै बस्ने नारद मुनि, अन्त बस्नु भयो। त्यसै कारण त्यो समयमा पद्मिन्या पाप सजिनम, पद्मिनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप भएको सम्पूर्ण नाश हुन्छ, मुक्तिनाथ गइरहनु पर्दैन। खुट्टा चल्यो भने त जाने, फेरि जान नसक्नेले मात्रै गइरहनु, मुक्तिनाथ गइरहनु पर्दैन।
पर्दैन, जगन्नाथ जानु पर्दैन, सागर जानु पर्दैन, तर भित्र केही राख्नु हुँदैन। भित्र केही नराखिकन भगवानका नामहरूले भर्नुपर्छ यो भकारी। हरे नमः यसरी भर्यो भने मात्र भित्र बाहिर आउँछ। भन्नुपर्ने के हुन्छ? हरे नमः भरिएपछि त ठुलो स्वर आउँछ। त्यसै कारण श्रुत्वा वाक्यं मुरारे तु प्रवाच मुदितान्विता। सुन हे महाराज युधिष्ठिर, युधिष्ठिरो जगन्नाथम विधि नारायणो धर्मविद। विधि अनुसार चतुरानन भनेको शङ्ख चक्र गदा पद्म लिनुभएको भगवान विष्णुको पूजा गर्नुपर्छ। श्रुत्वा राज्ञवचनम प्रोक्तो तबलवे जडम। श्रुत्वा राज्ञवचनम राजाका वचन अनुसारले नारद मुनिले सिकाउनु भएको थियो। पहिला श्रीराजन प्रवच्यामि मुनि नामस्य गोचरम। ऋषि मुनिहरूको चाहिँ नि ध्यान गर्नुपर्छ। हामी कहाँ ऋषि मुनि हुनुहुन्छ भनेर यसो दर्शन गर्न जानुपर्छ। घर छोडेर बसेका ऋषि मुनिलाई ऋषि नै मान्नुपर्छ। आफ्नो घर छोडेर अन्त जङ्गलमा गएर बसेका, मन्दिरमा बसेका ऋषिहरू भनेका ऋषि नै हो। घर त छोडे कमसेकम घर छोड्नु भनेको सबभन्दा ठुलो धर्म हुन्छ। गृहस्थाश्रममा पहिला घर गरेर बस्ने, घरको काम सबै सिद्ध्याउने, अनि त्यसपछि घरलाई छोड्ने। अब हामी त घरै लिएर जाउँला जस्तो गर्छौँ है। साथमा घरै जान्छ कि के हो मास्टर साहब के छ? घर लानलाई पनि नपरोस्, घरको दुःख पनि नपरोस्, घरमा बस्न पनि परोस्। त्यस्तो हिसाबले घर गृहस्थी भनेको त्यो। अब यो एकादशीको व्रत बस्नको लागि के गर्नुपर्छ? दशमीको दिनमा, हिजोको दिनमा, हिजो गङ्गा दशहरा पनि भन्छ। गङ्गा दशहरा हिजो गङ्गा दशहरा भने 10 चिजको तरकारी पनि खाने चलन छ हाम्रो। दशमीको दिन, दशहराको दिन हो। त्यो हिसाबले चाहिँ नि गङ्गा दशमीको दिन बिहान स्नान गरिसकेपछि एक छाक शुद्ध भोजन गर्ने, घिउ र भात मात्रै खाने। शुद्ध भोजन भने त्यही मानिन्छ। घिउ र भात खाने, अमिलो चिज नखाने, पिरो चिज नखाने, टर्रो चिज नखाने, अनि बिहान खाएपछि बेलुका नखाने। अनि आजको एकादशीको व्रत भने सबै नियम त्यही हो एकादशीको। यो मात्रै होइन, विशेष चाहिँ यो छ फेरि पुरुषोत्तम मासको। भूमिशाही पृथ्वीमा सुत्नुपर्छ, खाटमा सुत्नु हुँदैन। भूमिशाही ब्रह्मचारी, ब्रह्मचर्य व्रतमा बस्नुहुन्छ। बुढाबुढी अङ्कमाल गरेर बस्नु हुँदैन। ब्रह्मचारी भनेको बुढीलाई बुढोले छोड्ने, बुढोलाई बुढाले छोड्ने, त्यो हो भने ब्रह्मचारी भयो। एक रात मात्रै किन नहोस् ब्रह्मचारी हुनुपर्छ। भूमिशाही ब्रह्मचारी भवेभेद दशमी दिने, दशमीको दिनदेखि नै एकादशी दिने प्राप्त प्रातोत्थाय सादरम। प्रातः उत्थाय सादरम, बिहान उठेर सादरका साथमा चाहिँ नि सकभर नदी नालामा गएर नुहाउनु पर्दछ। कुर्यात्तन्त धावनम, दाँत मार्नु पर्दछ। माटोले जिउलाई दल्नु पर्दछ, अनि मात्रै नुहाउनु पर्दछ। हामी त बेलायती साबनले नुहाउँछौँ, माटोले नुहाउनु भन्छ। यो शरीर माटै हो, यसको मतलब यो जानिरहनु होला। पृथ्वी अब तेल वायु आकाशले मिलेको छ हाम्रो शरीर। पृथ्वी भनेको पृथ्वी भुइँको भाग हो, वायु भनेको हावा सास फेर्नु हो, अनि तेज भनेको गर्मी हुने लिने। पृथ्वी अब तेज, वायु आकाश, आकाश भने शून्यता। यहाँ पृथ्वीभन्दा माथि केही पनि छैन, शून्यता छ। यो 5 चिजले बनेको शरीर भएको हुनाले माटोलाई माटोमै मिलाउनु। हामी सिट भन्यो भने के भन्छ, मर्यो भन्यो भने के भन्छ? ए पृथ्वीमा ढल्ने होइन हो। पृथ्वीको भाग भएको हुनाले सबै हामी पृथ्वीमै ढल्छौँ। उनले नै आकर्षण गरेर ती तान्छ। त्यसै कारणले कृत्वा द्वादशगत चोता मुत्वा त समाहित, यस्तो नियम अनुसार बस्नु पर्दछ। गोए मृत्तिकाम चाहियो, गोबर पनि लाउनु, गाईको गोबर र
पखाल्ने साबुनको सट्टा अनि तीर्थमा गएर नुहाउने। गोमय कृतिकान्ति तिलाम दरबार छुट्टी तिल पनि लागे हुन्छ अरे। तिल पनि असाध्यै राम्रो चिज हो। विधि नाम स्नानमाचरे विधि अनुसारले नुहाउनु पर्छ। उद्रिसासी बरायण पीठेन सतभावन कृष्ण भगवान भन्नुहुन्छ युधिष्ठिर महाराजलाई, महाराज पाण्डव तपाईँले यसरी गर्नुभयो भने नि तपाईँको यो वनवास चाँडोभन्दा चाँडो सिद्धिन्छ। वनवासमा बसिरहनु पर्दैन। यति धर्म प्राप्त हुन्छ कि तपाईँको पाप जति पुण्य हो धेरैभन्दा धेरै भएका पापहरू नाश भएर यो वनवासमा बस्नु पर्दैन। यसरी एकादशीको व्रत बस्नुभयो भने सर्वौषधि समुपन्ने गतो धर्मैष्ठितम। अब यहाँ पुराणको विधिको पुरुषोत्तमको विधि पनि बताएको छ। अलि पुरुषोत्तमको विधि भनेको 1 महिनामा व्रत बसेर एक छाक खाएर अपुपम भनेको मालप्रदान गर्नुपर्दछ। मालप्रदान केमा गर्ने? चरेसको थाल ठुलो ल्याउने 33 एउटा मालपाले यसरी नछुनी गरेर एउटा यहाँ राख्ने एउटा यहाँ राख्ने त्यत्रो थाल चाहियो। 33 एउटा मालपा अनि त्यो काँसको कचौरा ल्याउने। काँसको कचौरामा घिउले भर्ने अनि सुनको प्रतिमा ल्याउने। अहिले त 2 लाखमा आएको छ क्या। सुनको पुरुषोत्तम भगवानको प्रतिमा बनाएर अनि त्यो चाहिँ अपुको बनाएको ठाउँमा पीताम्बरले छोप्ने अनि धागोले बाँध्ने अनि त्यहाँमाथि त्यो पीताम्बरभन्दा माथि माथिबाट राखेर त्यो पुरुषोत्तम मासलाई 33 एउटा देवताले पूजा गर्ने। त्यति गर्यो भने पनि 1 महिना व्रत बसे सर हुन्छ। देवी सोममानुज्ञम तीर्थागमनामे सकभर 1 महिनासम्म तीर्थमा गएर नहुने। वारुणाचा जवेन मन्त्रान स्नानम कुर्या विधिन। वरुण देवतालाई पहिला पानी चढाउनु पर्छ। खोलामा नुहाउँदा कुवामा नुहाउँदा पँधेरामा नुहाउँदा पानीको देवता भने वरुण देवतालाई पहिला गएर छ्याम्नाङ हाल्नु हुँदैन। पानीलाई यसरी चलाउनु पर्छ। पानीलाई चलाइसकेपछि अनि पानी फेरि 2-4 औँली फाल्नुपर्छ। अनि त्यो फाल्यो भने वरुणलाई दिएको अनि फेरि हामीले चाहिँ नि पानी औँली अब पानी कत्रो छ गहिरो ठाउँ सकिन्छ भने डुबुल्की मार्ने ठाउँ चाहिन्छ अरे। टक्क बसेर टाउको डुब्ने ठाउँ त्यति छैन भने पानी झिक्दै अनि हाल्दै टाउका हाल्ने। यसरी चाहिँ नि स्नान गर्नुपर्दछ। पश्चात समाजेर गात्रम विधिना निपसक्तम। हे राजन हे निप हे राजा यसरी विधि अनुसारले गर्यो भने पापबाट छुट्टी हुन्छौ। परिधीय सुखम वासम शुक्लम सूची यखण्डितम परिधाय भनेको कपडाहरू चाहिँ नि राम्रो लगाउनु पर्दछ भने सफा चोखो कपडा लगाउनु पर्छ। प्रत्येक दिन फेर्नु पर्छ। आज फेरेको होली पखाल्ने होली लागेको पर्सि पखाल्ने दिनका दिन सफा लगाउनु पर्यो। कुर्या हरे पूजा महापापम विनश्यति। यसरी पूजा गर्यो भने महापाप नाश हुन्छ। अनि सन्ध्या पनि गर्नु। सन्ध्या भनेको बेलुका पनि पूजा गर्नु भगवान पुरुषोत्तमको। अब अहिलेलाई चाहिँ नि पुरुषोत्तम भगवानको मात्रै पूजा गर्नु भनेको छ। 1 महिनासम्म अन्त नजानु भनेको छ। भाकल गरेका ठाउँमा हुँदैन। अब नृसिंह धाम भनेको पुरुषोत्तमको धाम हो। कुरो बुझ्दैन कि नारायण अहिलेको मेला चढेको त्यो भनेको पुरुषोत्तमको धाम हो। अन्त जानु हुँदैन। देउता थाना किन जान नआउने भन्छन् पुरै काट्दिन्छ। अब के भनेर जान नआउने? देउता पूजा गर्नुहुन्न त भन्नुभयो। तर यो महिनामा पूजा गर्ने चलन छैन भन्छौँ हामी। यो महिनामा आफूले नित्य गरिराखेका पूजा बाहेक अर्को ठाउँमा गएर पूजा आजा चाहिँ नि गर्नलाई निषेधै छ। पुरुषोत्तम मासमा पुरुषोत्तमकै पूजा गर्नुपर्छ। अनि रातभरि जागरण
नृत्य गीत गाउनु पर्दछ। नृत्य भनेको भजन, नृत्य गीत भनेका भजन तदवेदको पुर्यात भक्ति पुरा शरण। त्यो भगवानको लागि चाहिने आनन्दका साथ भक्ति गर्नुपर्दछ। रसलाम त निपेक्ष निन्दन ब्राह्मण कुरो। रसला भएको मान्छेले 7 दिनसम्म चाहिने 7 दिनको दिन नुहाएपछि मात्रै ऊ शुद्ध हुन्छ अनि पूजा गर्नुहुन्छ। पुराणम पुरतो विष्णु शृणुयात् सा वैष्णवै निर्जला सा कर्तव्या या च शुक्ले मणिपुञ्जे। निर्जला तुलसीको पूजा गर्नुहुन्छ। निर्जल भनेको एकदम सफासित पूजा गर्नु भगवानको। अब हामीलाई थाहा छ नि त, मान्छेको अनुहार पशुको अनुहार नृसिंहधाम भने त्यही नै हो। नृ भन्न नसकेर नरसिंह भने, मानिस र सिंहको मुखबाट नरसिंह भने भन्नु पर्दा नृसिंह भन्नुपर्छ। नृसिंह भगवानको जयकार गर्ने रातभर पुरुषोत्तम भगवानकै ध्यान गर्ने। पुरुषोत्तम भगवानकै पुरुषोत्तम हुने चतुरानन हुन्। अब त्यो चाहिने अब मलमासको कथामा आउँछ। अरू चाहिँ यहाँ चाहिने खालि एकादशीको मात्रै कुरा छ। अब मलमास पनि तपाईँहरूले आँट्नुभयो भने 2-3 दिन भनिदिउँला, सुन्न मन लाग्यो होइन। अब पुरेत भने यस्तो चिज हुन्छ नि, लोभीको कुविन्डो के जजमानले बोलाउनै पर्छ नि। अब एउटा कर्ता त निक्लिनु पर्यो, सुन्नी त अरूले लुट्ने हो, एउटा त निक्लिनु पर्यो हो। त्यो भएको हुनाले सधैँ भनेको छ अब मिलाएर 2-4 दिन भनौँला, त्यसमा नि केही भयो। चतुर्दे पुजेत है नारिङ गाइछ। तपाईँहरूले भने जस्तो म कहाँ भन्छु र, घुमाएर भन्नुपर्छ। तपाईँहरूले जस्तो चट्ट भने सिद्धिएको सिद्धि। प्रथमे पर पुण्यम, पहिलो प्रहरसम्म भगवान पुरुषोत्तमको जप गर्ने। दोस्रो प्रहरमा कीर्तन गायन गर्ने। तेस्रो प्रहरमा स्नान गरेर फेरि पूजा गर्ने। चौथो प्रहरमा पूजा गरेपछि फेरि स्नान गर्न जाने। यस्तो हिसाबबाट चाहिने पुरुषोत्तमको एवं जागरण पुर्यादि अब सूर्योदय भए। सूर्य उदय भएसम्म पनि 4 प्रहर हुन्छ। बिहान पूजा भएदेखि बेलुका अस्त नभएसम्म पनि 4 प्रहर हुन्छ। त्यो 4 प्रहरमा पनि त्यसै गरेर पूजा गर्ने। 4 प्रहर भनेको 12 घण्टा हुन्छ। 12 घण्टाको चाहिँ तपाईँको 4 दिया 12, 3 घण्टाको 1 प्रहर हुन्छ। त्यही हिसाबले गर्ने। दिनभरि घरलाई बिर्सिदिने। यस्तो ठाउँ छ भने यस्तो ठाउँमा आएर कीर्तन गर्ने, पूजा गर्ने। घरमै छ भने पनि घरमा लाए पनि हुन्छ। पुरुषोत्तम मास घरमा लाए पनि हुन्छ। आफ्नो पुरेतलाई डाकेर घरमा लगाए पनि हुन्छ। त्यसै कारणले 3 वर्षमा एकचोटि आउने पुरुषोत्तम मासको वर्णन सुन्नु पर्दछ। जहाँ गएर सुने पनि हुन्छ। कुम्भादिकम चाहिँ सर्वम प्रतिमा के समस्या छ। अब यहाँ नियम चाहिँ के बनाएको छ भन्दा 1 महिनाको नियम बनाएको छ। 1 महिनाको नियम बनाएको हुनाले त्यो कलश गणेश भनेको कुम्भ पूजा भन्छ। त्यो कलश पूजा हुन्छ। त्यो कलशमा चाहिने एउटा थाली राखेर त्यहाँ पुरुषोत्तमको चाहिने प्रतिमा राखेर बस महिना दिनसम्म पूजा गरेर महिना दिनको दिनमा चाहिने अनि दान गरेर बाजेलाई लिएर पठाउने। एतते सर्वमाख्यातम यत्पीठोम तया नभः। हे महाराज, तपाईँले जुन कुरा सोध्नु भएको थियो के विधि हो कस्तो हो भनेर सोध्नु भएको मैले तपाईँले बताइदिएँ। मलिम तुलस्य मासस्य शुक्लाया विधि उत्तमम। शुक्ल पक्षको एकादशी अधिक मासको एकादशीको तिमीलाई विधि मैले बताएँ। अब उनको नाम हो पद्मिन्या। हामी पद्मिनी पनि भन्छौँ, संस्कृतमा भन्दा पद्मिन्याम। पद्मिन्याम प्रीतियुक्तो यः कुरुते व्रतमोत्तमम। पद्मिनी नाम गरेको एकादशीको व्रत यसरी विधि अनुसार गर। कृष्णाय पूर्णमासस्य विधि तस्यापि तादृश। भगवान विष्णुले स्वयं
कृष्णले आफैले लिएको हुनाले यो मलमासलाई कसैले पनि राम्रो मानेन, नराम्रो माने। त्यो पुराणमा आउँछ। नराम्रो मानेको हुनाले मलमासले चाहिँ नि गएर वैकुण्ठमा धुरु धुरु रुन थालिन्। कथामेका मनोरम, जसले कथा सुन्छ नि त्यसको मन असाध्य रमाउँछ अरे। मन रमाउनु भनेको आनन्द आउनु, आनन्द आउनु भनेको भगवानलाई प्राप्त गर्नु। जहिलेसम्म हामीलाई आनन्द आउँदैन नि त्यो बेला हामीसित भगवान छैन भन्ने जान्नुहोस्। जुन बेला हामीलाई आनन्द आउँछ, प्रत्येक दिनको एकचोटि आनन्द आउँछ, त्यो बेलामा भगवान आएको हुन्छ घरमा। त्यस्तो विचार गर्नु सक्नुपर्छ। जुनसुकै पूजा लगाएको बेलामा पनि त्यो पूजामा पनि एकचोटि भगवान आउनुहुन्छ, त्यो बेलामा आनन्द आएको हुन्छ। नारदाय पुलस्त्येन विस्तरेण निवेदितम्, पुलस्त्य ऋषिलाई नारद मुनिले बताउनु भएको कथा अनुसार यो निकालेको हो रे। नारदाय पुलस्त्येन विस्तरेण निवेदितम् कार्तवीर्येण करायां निश्चितं वीक्ष्य रावणम्, रावणलाई पनि सुनाएको थियो यो कथा, कार्तवीर्यलाई सुनाएको थियो। नारद मुनिले पुलस्त्य ऋषिसित पनि सुन्नु भएको थियो। ददाश्चर्य तदा श्रुत्वा नारदो दिव्य दर्शन, नारदलाई भगवानले विष्णु नारायणले दिव्य दर्शन नै दिनुभएको थियो रे यो कथा सुन्दा सुन्दा। हामीले त यति एकछिन सुन्छौँ छोडिदिन्छौँ, अब भगवानलाई भेट्टाउने कोसिसै गर्छौँ। रात गरिरहेर मलाई चाहिने दिनुहोस् त दर्शन, मलाई दर्शन दिनु पर्यो। ठिकै छ, सपना भए पनि दिनुहोस्। हाम्रो यो छालाको आँखाले भगवानलाई देखिँदैन, यो जान्नु पर्छ, कहिले पनि देखिँदैन। किन भन्दा भित्री चक्षु भन्छ हृदय, हृदयले देख्नुपर्छ भगवानलाई। भित्री आँखाले मात्रै हेर्नुपर्छ, भित्री आँखाले राख्नुपर्दछ यहाँ भगवानलाई, र त्यही भगवानलाई सम्झिनु पर्दछ, अनि मात्रै भगवानलाई देखिन्छ। विचार्य चित्ते निपति तब तुम मनोधरे, हे महाराज हे युधिष्ठिर विचार गर, यो कर्म गर्नाले तिमीलाई यस्तो हुन्छ, यस्तो यस्तो भएको थियो। जगाम पतिना सार्द पर्वते गन्धमादने, गन्धमादन नाम गरेको पर्वतमा यस्तो भएको थियो भन्नुहुन्छ। गत्वा तत्र तपस्तेपि वर्षाणामयुतम नृपः, वर्षा भइराखेको थियो अरे। त्यस्तो दुःख पाएको बेलामा पनि त्यहाँ चाहिने यी हरिश्चन्द्र राजाले त्यसरी तपस्या गर्नुभएको। हरिश्चन्द्रस्य तनया इच्छाकुलु कलसम्भवा, इच्छाकुलको वंश भनेको हरिश्चन्द्र हो। हरिश्चन्द्र पनि त्यसरी चाहिने आनन्द लिनुभएको थियो अरे। कथा सुनेर राजालाई बताउनु भएको नारद मुनिले। नलेवे तपि तनय ध्यान देवम गदाधरम, गदाधर भगवानले पनि त्यही दर्शन लिनुभएको थियो। अस्ति स्नायम कान्त दृष्ट्वा सा प्रमोदो तत जनार्दन, हे जनार्दन, हे भगवान, यस्तो पूजा त मैले कहिले पनि सुनेको थिएन। मेरो पनि आउने फुर्सद थिएन, तिमीले पनि सोधेका थिएनौ। म नि तिमीहरूको हालत के छ भनेर बुझ्दै बुझ्दै आउँदा अहिले तिमीहरूलाई मैले यो कथा सुनाउनु पाएँ भनेर कृष्ण भगवानले युधिष्ठिर महाराजलाई बताउनु। न तम जेतु समर्थोस्ति त्रिशुलोकेषु रथन, त्रिशुलोकेषु तीन लोक मैले, तीन लोक भने थाहा छ के भयो? तीन लोक सरस्वती थाहा छ? तीन लोक भने के? ल स्वर्ग मर्त्य पाताल, तीन लोक भनेको त्यो। 14 भुवन 14 सहर भने के हो? 14 सहर भने अतल वितल सुतल तलातल रसातल महातल पाताल, तलको 7 लोक, अनि आकाशदेखि, अनि गुरुलोक भुवरलोक स्वरलोक महलोक जनलोक तमलोक सत्यलोक। तलको 7 लोक, माथिको 7 लोकलाई 14 भुवन भन्छन्, 14वटा सहर। अनि 3 लोक भनेको चाहिँ नि के अरे अहिले भनेको थिएँ मैले, स्वर्ग मर्त्य भनेको मर्ने ठाउँ। हामी जति मान्छे जन्मेका छौँ नि यो पृथ्वी तलभरिमा, त्यो सबै मर्त्य लोक हो। मर्ने ठाउँलाई मर्त्य लोक भनिन्छ। अनि पाताल लोक हो, पातालमा नि मर्दैन कोही, पाताल नि स्वर्गलोक जस्तै छ।
त्यहाँ धेरै धेरै ठुला ठुला राजाहरू, राक्षसका राजाहरू ठुलो ठुलो धर्म गरेर बसेका छन्, कहिले मर्दैन। स्वर्गमा पनि कहिले मर्दैन। मर्ने ठाउँ चाहिँ यही पृथ्वी लोकमा मात्रै मर्ने। त्यसकारण हामी मर्ने ठाउँमा आएको बेलामा अब नमर्ने गरेर चाहिँ नि कर्म गर्नु पर्यो हामीले। एक करिष्यन्ति मनुजा ते यास्यन्ति हरे पदम, जसले यो कर्म गर्दछ अरे हरिको पद भेट्टाउँदछ। तमेव कुरु राजेन्द्र यदि चेष्ट विवेक्षित। हे राजा, तिमीलाई चित्त बुद्धि गरेर मैले बताइदिएँ। केशवस्य वचन श्रुत्वा धर्मराजो हितहर्षित। धर्मराज भनेको युधिष्ठिर महाराज असाध्य खुसी हुनुभयो भगवान श्रीकृष्णले यति कथा बताएपछि। अब भने मेरो पाप नाश हुने, हामी पञ्च पाण्डवहरूका सबैको पाप नाश हुने भयो। अब जङ्गलमा बस्न परेन। 14 वर्ष जङ्गलमा बस्नुपर्छ भनेको थियो। 14 वर्षमा तपाईँको 4 चोटि त मलमास आयो। 4 चोटि 5 चोटि मलमास आएको हुनाले त्यो महिना पनि भुक्तान भएर चाँडैभन्दा चाँडै चाहिँ नि पाण्डवहरू हस्तिनापुरमा गए। हस्तिनापुर भनेको अहिले दिल्ली सहरलाई हस्तिनापुर भन्छ। भारतको दिल्ली सहरलाई हस्तिनापुर भन्छ। मथुरा त गएर आइसकेका छ, तपाईँहरूलाई थाहा छँदैछ। मथुरामा कंस बस्छ। हस्तिनापुर चाहिँ राज्य गरे र यस्ता हिसाबबाट विधानेन बन्धुवी परिवारका सबैजना मिलेर पूजा गरेको राम्रो। अब कोही पनि मिल्दैन भने एक्लै गरे पनि असाध्य राम्रो। बन्धुवी परिवारिता सबै आफ्नो बन्धु बान्धव मिलेर पूजा लगाउनु सुतौवा छ। उता नैमिक सारण्य क्षेत्रमा पनि सौनकादि गरेका 88,000 मुनिहरूलाई सुतजीले बताउनुभयो। एतते सर्वमाख्यातम यत्पृष्टोहम पुरा द्विज। हे ब्राह्मण देवो, 88,000 ब्राह्मणहरूलाई सुतजीले सुनाइरहनु भएको छ। हे ब्राह्मण देवो, पुण्यम पवित्रम परमम, यो पुण्य भएको पवित्र भएको परम तेज भएको चाहिँ यो पुरुषोत्तम महिना हो। त्यसै कारण यो महिनामा पहिला पद्मिनी, आजको नाम एकादशी पद्मिनी हुन्छन्। अर्को पनि एकादशी आउँछिन्। कृष्ण पक्षको एकादशी अर्को आउँछिन्। उपोषिता यस्तै सुख प्रदात्री छ शुक्ल पक्ष। अहिले शुक्ल पक्षको एकादशी हो। भुविते धन्य, जसले यो पाठ सुन्यो, जसले यो कथा सुन्यो, त्यसका साधारण बाहिरिया लागेको पापहरू त सबै नष्ट भएर गयो। अब भित्रको पाप नाश हुनको लागि चाहिँ नि पूजा गर्नुपर्छ। कसको पूजा? पुरुषोत्तम भगवान। पूजा नगरे पनि यसो कीर्तन गराउन, पुरुषोत्तम भगवानको, पुरुषोत्तम भगवानको, पुरुषोत्तम भगवानको। यसै गरी जय जयकार गर्यो भने पूजा लायो भन्दा पनि बढी। एवं विधियति व्रत मनुष्य भक्त्या करिष्यन्ते उपोषिता यस्तु सुख पदार्थी या शुक्ल पक्षे भुविते धन्य स्वस्यन्ति यस्य विधि समग्रम तेत्यः समाजो मनुजा प्रशस्ता। मनुजा भनेका मनुष्यहरूलाई यति कुरा भएको छ, केही गर्नु पर्दैन रे। भगवानको नाम सम्झिने, पुरुषोत्तम भगवानको पूजा गर्ने, त्यहाँभन्दा केही गर्नु पर्दैन। एवै पटिष्यन्ति कथाम समाग्र। मैले जुन कुरा तिमीले सोधेका थियौ त्यो कुरा पढेर सुनाइदिएँ। जानेको जति मैले सुनाइदिएँ। कथा समग्र, यो अध्यायको कथा पनि समग्र भयो। देवै गमिष्यन्ति हरे निवास। जसले यो पाठ सुन्यो, जसले यो कथा सुन्यो, हरिकै नजिकै गएर बस्न पाइन्छ। हरि भन्या को रे? हरि भन्या यो हरिबाजेको नजिक बस्यो भने तिमीहरूलाई दुःख हुँदैन भनेर नैमिक सारण्यवासीलाई सुतजीले बताइदिनु हो। युधिष्ठिर महाराजलाई भगवान श्रीकृष्णले बताइदिनु भएको कथा हजुरलाई पनि मैले यहाँ यथामति यहाँ जति छ अरू बाहिरको कुरा नल्याइकन अहिले यो बाहिरको कुरा ल्याउने बेला होइन। त्यो भएको हुनाले अब पछि
कथा बताउँदा चाहिँ अलिअलि बाहिर पनि ल्याउन पर्यो अहिलेलाई बिदा दिनु कृष्ण गोविन्द हरे कृष्णाय वासुदेवाय हरे परमात्मने